टिप्ला। हेलो सेवा हुआ सम्पूर्णलाई स्वागत छ मेरो भ्लगमा। अनि आज चाहिँ हामी सिस्नो टिप्न गएको 3 जना देख्न सक्नुहुनेछ। माइली, म साइली र यो बिचको चाहिँ कान्छी। अनि अब हामी चाहिँ कहाँ जाँदैछौँ? ढाड जङ्गल जङ्गल जाँदैछौँ सिस्नो टिप्नलाई। हामी चाहिँ 3 जना जाँदैछौँ रोटेरो सलललल हाम्रो जङ्गल जाने बाटो निलै हो देख्न सक्नुहुनेछ। हामीले चाहिँ एउटै ज्याकेट लाएर हिँडेको छौँ। यहाँ फ्लावर छ, फ्लावर कति क्युट आएको मेरो थाहा न। हाम्रो यो चाहिँ अस्ति नै आउँदैछ पर बाइक आमा तराई जानुभएको थियो नि त, अनि तराई कति राम्रो छ। अब हामी चाहिँ जङ्गलतर्फ लागिरहेछौँ। अब हामी चाहिँ जङ्गल आइपुग्न लागिसक्यौँ। देख्न सक्नुहुनेछ जङ्गल। अब हामी चाहिँ होइन सिरोटीमा थालिसक्यौँ। सिस्नोको चाहिँ डुकु छ। यसरी काट्दै डोको बोकेर काट्नै मलाई सक्दिनँ नि त। सक्न त सकिन्छ, अप्ठ्यारो लाग्छ कि डोको यता उता पल्टिन्छ। अनि यता ल अब सिस्नो छ। यति राम्रो राम्रो डुकु छ कि यो सिस्नो खाम खालको छ कि यसलाई पकाएर खान्छौँ जस्तो छ। तर सुँगुरले खान्छ, मान्छेले होइन। अब म उधो चाहिँ छ उधो यतै सिस्ने यति राम्रो डुकु छ कि ल हेर्न सक्नुहुन्छ। साँच्चैको राम्रो छ। झन्डै लडे सिस्नो। वाउ, यस्तो राम्रो राम्रो छ। देख्न सक्नुहुनेछ सिस्नो यति भइसक्यो सिस्नो। अब हाम्रो चाहिँ सिस्नो टिप्ने क्रम जारी छ। सिस्नो देख्न सक्नुहुनेछ। सिस्नो काट्ने क्रम चाहिँ एकदम जारी छ हाम्रो। वाउ, सिस्नो यति भइसकेको छ। डोकोभरि न लगाएको छ। कम त काँडै काँडा भएको सिस्नो छ। बस त्यस्तै ढिलो काट्नुपर्छ। सिस्नो कति राम्रो। वाउ, आज चाहिँ हामीले सिस्नो धेरै भेट्टाएको छौँ। देख्न सक्नुहुनेछ सिस्नो नै सिस्नो। यसको लगभग भारी पुग्न लागिसक्यो। डोको पनि देख्न सक्नुहुनेछ। यति भनेदेखिको मेरो चाहिँ यति हुँदैछ सिस्नो। सिस्नो गाडी यति सब सिस्नो गाडी नै सिस्नो गाडी हो। यहाँनिर चाहिँ हामीले 1 महिना अगाडि घाँडी फाडेको थियौँ, त्यही भएर अहिले चाहिँ सिस्नो यस्तो छ। यहाँनिर चाहिँ फाडेको थिएन, यहाँ अहिले फाड्दैछ। र देख्न सक्नुहुनेछ पारी राइसिङ्गे गाउँ। जङ्गल अथवा मारो सिस्नोले चिलेर। अब चाहिँ हाम्रो सिस्नोको भाडी पुगिसकेको छ। अब हामी चाहिँ घरतर्फ लाग्दैछौँ। सिस्नोको भाडी चाहिँ फेरि डोको त्यो छाँडोरी कसेर लाने कुरो चाहिँ भएन। यति निम्ठु नै बोकेर हिँड्छौँ। देख्न सक्नुहुनेछ भनेदेखि अब फेरि यता देख्न सक्नुहुनेछ निस्प्रिमाको भारी हाइच। तर कसरी पो उठ्ने होला त, अप्ठ्यारो छ बसेर।
ले अब चाहिँ तान बेच्कन ल देख्न सक्नुहुनेछ मेरो भारी। अब हामी चाहिँ घरतर्फ लाग्यौँ। बाटो यता हो। यस्तो छ बाटो सिस्नुको डुकु। अब हामी दुईजना चाहिँ यता एकै ठाउँ काट्छौँ नि त। यो र म चाहिँ अब घाँस होस् दाउरा होस् जे पनि सँगसँगै हुन्छ प्राय। अबि खुट्टा तानेर झन् लडाइ नै मलाई कस्तै खालके। अनि अझै अब यो उँधो पाहाडतिर छ कति त सिस्नो। त्यो सिस्नो काट्न चाहिँ अब 5-7 दिनपछि आउँछौँ। अहिलेको अवस्था हेर्नुहोस् झन् चिप्लेर लडियो। ल म चाहिँ निस्केँ। अनि यहाँ छ कुलो। यो कुलो चाहिँ अब हिउँदमा त अब केमा पानी लाउने र यस्तो छ। बर्खामा चाहिँ यो कुलोबाट पानी आउँछ। अब हामी चाहिँ लाग्यौँ घरतर्फ। यता एकजना सिस्टर छन्। सिस्टर हाम्रै डोको त्यहाँ छ। मान्छे अब चाहिँ हामी घरतिर लाग्यौँ। सिस्नुको भारी टक्कसँग यता छ घरहरू गाउँहरू। यो चाहिँ मेरो भारी। यो चाहिँ रेजिका रेजिकाको भारी देख्न सक्नुहुनेछ भनेदेखि यहाँ अर्की चाहिँ कान्छीको भारी। अनि अब हामी चाहिँ घर जानलाई सुरसार हुँदैछ है। सिस्नो चाहिँ हामीले यतै टिपेको है। अब चाहिँ हामी घरतर्फ लाग्दैछौँ। देख्न सक्नुहुनेछ हाम्रो चाहिँ भारी सारी पुगेर पनि यहाँनिर एकछिन बिसाएर पनि हिँड्न लागिसक्यौँ। अब हामी चाहिँ घरतर्फ लागिरहेको छौँ। हामी चाहिँ आधा बाटो आइसकेको छौँ। सिस्नु बोकेर दिदी बहिनी खोइटोरो हिँडिरहेछन् आधा आधा ढोको सिस्ना बोकेर। यो चाहिँ हाम्रो बिसाउने ठाउँ हो है। यहाँबाट सबै देखिन्छ उतातिर राम्रो देखिन्छ। अब हामी चाहिँ घर पुग्नलाई केही समय लाग्नेछ। अब चाहिँ हामी लगभग घर आइसकेको छौँ भन्दा पनि हुन्छ। ल है अब हामी चाहिँ यताबाट जान्छौँ। हामी चाहिँ यो रोडलाई छाडेर पाहाभित्र उताबाट अब माथि निस्किन उयो छ नि त। त्यही भएर हामी चाहिँ यहीँबाट निस्किन्छौँ यसरी। कति मात्रै आएको यस्तो बाटो छ। हामी हिँडेर यहाँनिर 28 अनि तानेर टक्कसँगले जाने हो। यो चाहिँ हाम्रो खेतको डिल जाने। अब हामी चाहिँ घर आइपुगिसकेको छौँ। एउटाले चारो बिसाइसक्यो। म चाहिँ सबैभन्दा पछाडि छु। सिस्नोले चाहिँ ल उजा यहाँ आएर बिसाइसकेकी छ भनेदेखि अब रेजिका चाहिँ यहाँ बिसाउँदैछ। हेर हाम्रो झ्याल। अनि अब मेरा पाला बिसाउने यहाँनिर टक्क लाएर अब अहिले भरे मान्छेले खानको लागि सिस्नो के लाग्यो भने हेर्न सक्नुहुन्छ। सिस्नो अब चाहिँ हामी घर आएर पनि पिसाएर पनि यहाँ आइसक्यौँ। आजको मेरो भ्लग चाहिँ यहीँ अन्त्य गरेँ। हस् त बाई बाई।